साले त चिया ल्याउँछु भनेर गएको होइन भित्र अनि खोइ त चिया। सरी यार, मलाई चियै बनाउन आएन। अनि कफी बनाएको भए हुँदैन थियो? कफी त बनाएको थिएँ नि, तर तितो भएर सबै फ्याल्दे मैले त। तितो चाहिँ कसरी भयो फेरि? कति चम्चा हालिस्? ल, चम्चा नि हाल्नुपर्छ हो? मैले त पानी र कफी मात्र हाले। हे मूर्खतामा पिएचडी गरेको मान्छे, मेरो मतलब कति चम्चा कफी हालिस्? 1 चम्चा, 2 चम्चा, 3 चम्चा कति? म भन्छु तर तिमीहरू रिसाउन पाउँदैनौ है। रिसाउँदिनम के? भन कति चम्चा हालिस्? यसले पक्का 6-7 चम्चा कफी हालेको हुनुपर्छ, त्यसैले तितो भयो। साँच्चै भन्नु पर्दा मैले 3 मात्र हालेको थिएँ। होइन होला, 3 चम्चाले कसरी तितो हुन्छ हौ? चम्चा होइन, पन्यु। मैले 3 पन्यु कफी हालेको थिएँ, त्यसैले तितो भएको होला। साले 3 जनाको लागि 3 पन्यु कफी हालिस् तैले? तेरो दाइजोमा आएको कफी हो? दाइजोमा कसरी आउँछ? मेरो त बिहे नै भएको छैन। चुपलाक, अझ बाटो हुन्छस्। त्यो कफीलाई कति पर्छ थाहा छ तँलाई? 1 प्याकेटको 5000 पर्छ। बाबाले विदेशबाट पठाउनु भएको कफी हो त्यो। 1 प्याकेटको 5000? सुनबाट बनेको कफी हो कि क्या हो? होइन, सुन त अलि महँगो भइहाल्यो नि। चाँदीबाट चाहिँ बनेको हुनुपर्छ।